नमस्ते एन्ड गुड मर्निङ। अहिले म छु पोखरा महानगरपालिका वडा नम्बर 18 र यहाँबाट हुँदैछ सनराइज र यो ठाउँको नाम हो मौरीवीर, जुन चाहिँ मेरो होटेलको भेरी क्लोज 2 मिनट्स वाकमा छ र सनराइज हुँदैछ। आउँदै हुनुहुन्छ सूर्यदेव। वेक अप बिफोर द सन गाइज। यो मौरीवीर चाहिँ धेरै जस्तो पोखराको नजिक भन्दा पनि मालेपाटन लेक साइडको मान्छेहरूलाई थाहा छ। यहाँबाट चाहिँ सिटीको भ्यू राम्रो देख्छ। अनि त्यो चाहिँ बागवानी फार्म, पोखरा बजार, सबै चिजहरू देख्छ यहाँबाट चाहिँ, सबै कुराहरू। अनि यो ब्लग बनाउने कुराहरू अहिलेको वर्ल्ड नै डिजिटल छ हैन, त्यही भएर यसको लागि ट्यालेन्ट भन्दा पनि कन्फिडेन्स चाहिन्छ सबैजनालाई। सबैजना कन्फिडेन्ट भएर आफ्नो फोन युज गर्नुभयो भने एउटा चाइनिजले भन्छ नि त, तिमीहरूलाई चाहिँ कन्ज्युमर बन्नु मन छ कि क्रिएटर भनेर। तर सबैजना बी अ क्रिएटर हैन, एउटा गुड अपर्च्युनिटी हो। अब योबाट कमाएर कमाउला नकमाउला भन्दा पनि एउटा नयाँ हबी हुनसक्छ सबको लागि हैन। फोन चलाउँदैमा, बोल्दैमा, भन्दैमा मोटिभेसनल स्पिकर हुन्छ, सबै मै ज्ञानी, मै राम्रो, मैले जानेछु, मैले दुःख देखेछु भन्ने कुराहरू गर्छ हैन। त्यस्तो हुँदैन। सबैजना आफ्नो क्यारेक्टरमा हिरोहरू हो हैन। सबैजनाको आफ्नो स्ट्रगल्स, आफ्नो एनर्जी छ। सबैले सबैलाई एप्रिसिएट गर्नुपर्छ भन्ने मात्रै कुरा हो। छैन त अनि मिस्टिकल, त्यही भएर त भन्छु वेक अप बिफोर द सन। मुस्ताङ अन्नपूर्ण बेस क्याम्प कता जाँदैछ? अब लग्जरी टुरिज्म हुँदैछ नेपालमा, हिँडेर पनि जानुहोस्, रमाइलो हुन्छ। पर्फेक्ट। त्यो क्लाउड्सहरू लगाएको चाहिँ दमौली साइड भन्दा पनि कोत्रेतिरहरू हो कि, त्यही भएर त्यो मानुङकोटबाट भ्यू देख्छ नि क्लाउड्सहरूको, त्यो उता हो कि गाइस। सबले त हेर्दैन, जसले हेर्छ थ्याङ्क यू भन्नु है। यस्तो दामी सनराइज खिचिदिइरहेको छु सबको लागि। क्रिसमस पनि आउँदैछ, नयाँ न्यु इयर पनि आउँदैछ। ओहो, नेपाली हामीले सबले सबको फेस्टिभल मनाइरहेछ। डिबेट नगरिकन इन्जोय गरौँ सबै फेस्टिभल्सहरू, फ्यामिली फ्रेन्ड्सहरूसँग। यसको त्यसको होइन कि हामी सबैको अब। अब धेरै खिच्नतिर नलागौँ, आई विल इन्जोय माइसेल्फ है। यतापट्टि देखिरहेछ हाम्रो अन्नपूर्ण रेन्ज। यही नै हो सनराइज। अब ग्लोबल वार्मिङ भइरहेछ, पपुलेसन्सहरू ग्रो भइरहेछ होइन। पोखरा बजार भरिरहेछ होइन, टल टल बिल्डिङ्सहरू बनिरहेछ, एज यु क्यान सी लाइक देयर होइन। अब यसरी नै भरिँदै जाने हो। अब चेन्जेसहरू आउँछ। अब हामी पहिला कस्तो थियो, हामी पछि कस्तो हुन्छ। अब यो धेरै दिमागलाई चारैतिर दौडाउनु भन्दा पनि लेट्स बी एट द मोमेन्टलाई इन्जोय गरौँ। आजलाई राम्रो गऱ्यो भने भोलि पनि अवश्य राम्रो हुनेछ। सी यु गाइज।